हे गाइज वेलकम ब्याक टु माई अनदर भिडियो। सो तपाईँहरू सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला। सो म पनि एकदम सन्चै अनि आरामै छु। अनि टक्क लाएर म चाहिँ बाहिर आएको थिएँ भनौँ न, सोरुमदेखि भर्खरै निस्केर आएको। र कहाँ आएको छु भन्दाखेरि चाहिँ म टक्क लाएर चाहिँ क्याफेमा छु। सो हाम्रो क्याफे युनिभर्सिटीभित्र छ भनेको थिएँ नि त मैले तपाईँहरूलाई हिजो अस्ति होइन। सो अनि भोलिदेखि चाहिँ हाम्रो क्याफे ओपनिङ हुन्छ अरे। सो त्यही भएर चाहिँ अलिकति सामानहरू मिलाउन आएको। सो तपाईँहरूले देख्न सक्नुहुन्छ हाम्रो क्याफे चाहिँ यही हो है, यस्तै छ। अनि यो चाहिँ हाम्रो पुरा युनिभर्सिटीभित्र बिचमा छ क्या, राउन्ड छ क्या, यो चाहिँ यस्तरी घुमेको। सो हाम्रो क्याफे चाहिँ यही हो, त्यही हो। अनि फर्स्टमा आउँदाखेरि चाहिँ अलिकति गाह्रो भयो भनेर मैले भनेको थिएँ नि त यो अगाडिको भिडियोमा। सो त्यस्तै त नि, अब इङ्ग्लिस बोल्नुपर्ने हुन्छ क्या यहाँ चाहिँ। अनि त्यही भएर चाहिँ त्यस्तो राम्रो इङ्ग्लिस छैन, ठाटाठुटी बोलिरहेको हुन्छ होइन, यसो तोते फुटेको भनौँ न। अब त्यस्तै के भन्छ, अब त्यो मिलाएर क्या टक्क टुक्क होइन, यसो हानिरहेको हुन्छ, त्यस्तै छ। अब गाह्रो छ हो। अनि गर्मी चाहिँ अति भइरहेछ, अनि बाहिर चाहिँ एकदमै गर्मी छ। अनि अहिले चाहिँ घाम यो बिल्डिङले छेकिरहेछ क्या, अनि त्यही भएर चाहिँ यहाँभित्र शीतल छ। अनि फुलहरू फुलेर दामी भएको छ है। यस्तो छ गाइस माई स्पेस क्याफे। यो चाहिँ हाम्रो अर्कै ब्रान्च हो। अनि अस्ति उता मलभित्र पनि म गएको थिएँ नि त। सो तपाईँहरूलाई देखाएको थियो कस्तो यो के अरे अँध्यारो आइरहेछ कि यो छाया परेर। सो यस्तै छ। अनि म केटाहरूको भिडियोहरू हेरिरहेको हुन्छ है, साइकलिङ अनि डट बाइक केटाहरूको दामी लागेछ होइन। अनि केटाहरूको ब्लगहरू हेर्दाखेरि मलाई नि कहिले साइकल कुदाउँ यताउता हुन्छ क्या। सो अनि कस्तो हेर्दाखेरि चाहिँ अब पहिला मैले नि यस्तो कुदाउँथेँ यस्तो भनेर, अब म पुरानो भिडियोहरू हेर्छु होइन। अनि मेरो पहिलाको त्यो दाँत भाँचिएको थियो नि त मेरो एक्सिडेन्ट भएर, त्यो भिडियोहरू बोल्नै अप्ठ्यारो भयो क्या। त्यो भिडियोहरू हेर्छु तर कस्तो कमेडी लाग्छ क्या, दाँत भाँचेर कस्तो कमेडी देखाएको थियो नि त त्यो बेला। सो अनि त्यस्तै थियो भनौँ न। अब 2-3 वर्ष अगाडि अब त्यस्तै भयो होइन। अहिले यहाँ छु, भोलि कहाँ हो के हो होइन, अब हेरौँ, राम्रो गर्दै जाउँ भनेर सोचिरहेको छु। पछि नेपाल गएर त फेरि साइकलिङ त गरि नै हाल्छु। सो सब्सक्राइब गरिराख्नु होला। अब भिडियो भनेको म यसो मिलाएर हाल्छु होइन, टाइम पनि हुँदैन नि त। फेरि पर्सि खोलेपछि त ठिकै हुन्छ, स्टुडेन्टहरू हुँदैन, टिचरहरू मात्र हुन्छ, त्यस्तो बिजी त हुँदैन। यसो 8-7 हानेको भिडियो पनि बनाउँछु म पर्सि। अनि त्यही हो, पछि चाहिँ यो खोलिसकेपछि चाहिँ एकदम बिजी हुन्छ क्या, भिडियो बनाउनु पाउँदैन भनेको बिहान 7 बजीदेखि बेलुका 8 बजीसम्म। दिउँसो बिजीको बिजी, भिडियो खिच्ने टाइम पनि हुँदैन। यसो म अब चाहिँ मिलाएर हाल्ने ट्राईहरू गर्छु। अनि यसो बिचतिर पनि जानुपर्ने थियो, अस्ति नै चाहिँ गएको थियो होइन। त्यतिखेर मैले भ्लग चाहिँ बनाएन क्या, अब केटाहरूसँग गएको थिएँ, यहाँको दाइहरूसँग भनौँ न त्यतिखेर। अनि त्यही हो, म पहिला क्याफेको कामसाम सघाउँछु, भित्र अलिअलि कामसाम छ, सामानहरू मिलाउनै पर्ने छ, टक्क लगाएर मिलाउँछु। सो अनि एकछिनमा म तपाईँहरूलाई भेट्छु र त्यो माथि डाँडातिर जान्छु। अनि अहिले जाँदाखेरि तपाईँहरूलाई भेटौँला होइन, कस्तो छ के छ। डाँडाहरू चाहिँ एकदमै क्या हुने छ भनौँ न। अनि यो फुलहरू चाहिँ दामी छ, नेपालकै याद आउँछ यो फुलहरू देख्दा चाहिँ। सो केटाहरूको साइकलिङ स्किल चाहिँ बबालै भएको छ। सो एकदम मन परेको छ है। अनि पछि गएर अब म पनि प्र्याक्टिस गर्नु हुन्थ्यो, यहीँ साइकल किनेर पनि गर्नु त हुन्थ्यो। फेरि गर्मी छ क्या, एकदम गर्मी क्या, यहाँ एकछिन हिँड्न त सक्दैन, साइकलिङ गर्दा त मर्छ क्या। त्यही हो गाइस, अब एकछिनमा भेट्छु। अनि त्यही हो, बारिस्ताहरू हामीले सिकिरहेछ, आडोहरू सिकिरहेछ होइन, सबै कुराहरू नयाँ ठाउँमा नयाँ कुराहरू सिक्दैछु। त्यही हो ल गाइस, अहिले भेट्छु। सब्सक्राइब गर्नु होला, सेयर गर्नु होला, माया देखाउनु पऱ्यो है त गाइस। अहिले भेट्छु म तपाईँहरूलाई। सो गाइस फाइनली काम सक्यो है, टक्क लाएर। अनि घाम पनि डुब्न लागेछ, 5 पनि बज्नु लाग्यो, रातो घाम पऱ्यो है अनुहारमा। सो त्यही हो। अनि यस्तै छ हाम्रो चाहिँ यहाँको बाहिरको है। अहिले मैले तपाईँहरूलाई भित्र देखाएँ, यस्तो छ, यस्तै छ। अनि यो भित्र हो नि त हाम्रो क्याफे चाहिँ, टक्क लाएर है। सो अब जान्छु म त्यहाँ माथिको डाँडातिर गएर तपाईँहरूलाई भ्यू देखाउँछ है त, टक्क लाएर। अनि दादा पनि आउनुभयो अरे, रुमतिर छ अरे, खोइ जानुभयो भने 2 जना जाऊँ, गएन भने एक्लै जान्छु। सो एकछिनमा भेट्छ है त अहिले बाहिर निस्केर। सो गाइस तपाईँहरूलाई चाहिँ म डाँडातिर आएर भेट्छु भनेको थिएँ नि त अघि। अनि त्यही हो, रात परिसक्यो यार, अँध्यारो भइसक्यो। त्यहाँ गएर हामी चाहिँ खाजा खायो होइन, रोटी खायो, अनि बर्गर अर्डर दिएको थिएँ क्या। त्यही भएर चाहिँ अलिकति टाइम लाग्यो भनौँ न। टक्क लगाएर बर्गर ल्याएर आएको। अनि एउटा चाहिँ दादाले त्यहाँ लगेर बस्नु भएको छ डिलमा है, अलिअलि देखिरहेछ। अब चाहिँ लाइटहरू पनि बबाल बल्न लागिसक्यो। यो घाममा चाहिँ यो डाँडाहरू यस्तो तपाईँहरूलाई देखाऊँ भनेर सोचिरहेको थिएँ कि यस्तो बबाल देख्थ्यो हेर्नु न। अब घाममा अहिले त्यहाँ बाटोमा पनि त्यहाँ पनि त्यो रोडमा क्या त्यो भित्ता छ नि जुन, त्यहाँ लाइट बलले चाहिँ बबाल देख्छ। अहिले देखाउँछु है त म तपाईँहरूलाई। अनि बर्गर खान्छु, त्यही हो, यस्तै छ। अनि घाम लाग्ने बेला चाहिँ यो यस्तो दामी एउटा दुइटा यसो सिनेमेटिक टक्क म यहाँ बसेर होइन यस्तो हिँडेको भिडियो खिचौँ रिलको लागि भनेर सोचेको थिएँ। यस्तै भयो ल, बर्गर खान्छु। अनि अहिले भेट्छ है त, यसो भ्यू देखाउँछ। अनि नाइट भ्यू दामी देख्छ है त, अहिले देखाउँछु म तपाईँहरूलाई। सो गाइस हेर्नु है, अलिकति झन् अँध्यारो हुँदै जानुपर्छ, यस्तो दामी देख्छ। अनि यता चाहिँ सेकुवा पोल्ने बस्ने छ, मान्छेहरू बसिरहेको छ, देखाउनै मिल्दैन क्या, अँध्यारो मेरो अनुहार नि देख्दैन। अब यस्तै छ, मान्छेहरूको अब प्राइभेसी देखाउने कुरा भएन। दादालाई अब अँध्यारोमा के देखाउनु, अनुहारै देख्दैन है। भोलि पर्सि यसो मिलाएर देखाउँछु।
भोलि भेट्छु गाइस है ल यस्तै छ हेर्न एकचोटि चाहिँ दामी देख्छ क्या उता नि दामी छ यस्तो दामी लाइट छ ल हे गाइज दिस इज द नेक्स्ट डे है अनि आज चाहिँ हामी क्याफे ओपन गरेर टक्क बसिरहेको छ अनि त्यस्तो कस्टमरहरू पनि छैन अनि यस्तो निन्द्रा नपुगे जस्तो भएर चाहिँ बिहान 7 बजी उठेको अनि 7 बजी होइन 6:30 बजीतिर उठेको अनि त्यो अनि खाली छ हाम्रो चाहिँ क्याफे आज यसो आर्टहरू प्र्याक्टिस गर्नु पऱ्यो भनेर सोचिरहेको छु दादा के छ हो मेरो दादा के हेरे कस्तरी हेरे होला हौ यार दादाले खालै जसरी हेर्छ त नि गाह्रो छ यसो अहिले 8-7 हाल्छु अनि तपाईँहरूलाई देखाउँछ है त कस्तो हुन्छ सब्सक्राइब गर्नु पऱ्यो गाई चाहिँ आँखै कस्तो सुने जस्तो देखिरहेको रहेछ अनि हाम्रो यसो कस्टमरहरू आउँछ कि जस्तो लाग्यो त्यहाँ 2-3 जना अब केटीहरू हिँडिरहेछ तर घुमिहाल्यो यार गाह्रो छ उता घुमिहाल्यो नि सो ल अहिले एकछिनमा भेट्छ सो गाइजमा चाहिँ आधा हाल्नु लागेको छ सो गाइस म चाहिँ आर्टहरू हानिरहेको छु है त्यस्तो राम्रो चाहिँ भएकै छैन कि के भइरहेछ कस्तो बिग्रिरहेछ कि विङले भानेको हान्नु चाहिँ तर एकदम फुल भयो यार दामी भएको थियो भन्नु चाहिँ म तपाईँहरूलाई देखाउँछु है त पोख्यो कसम यार दामी भएको थियो गाइस यार है हेर्नु न यस्तो पोख्यो क्या फुल भयो दामी भएको थियो पोखिहाल्यो क्या ठिकै छ यो माथिबाट पोखेर गयो क्या बाहिर